हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु आवर मिनी ब्लग है। आजको ब्लग चाहिँ हुनेछ मिनी ब्लग। हामी विकेन्डमा म र मेरो हस्बेन्ड चाहिँ जाँदैछ मोनेस्ट्री जाँदैछ। अल अफ अ सडन प्लान भयो नि त, एक ठाउँ जानुपर्ने थियो, त्यहाँदेखि नै हामी मोनेस्ट्री जाने पनि प्लान भयो। अन्त चाहिँ हामी धेरै दिन भएको थियो नगएको। यो चाहिँ हामी लिङलिङ मोनेस्ट्री जाँदैछ हो, तपाईँहरूलाई देखाउँदै जान्छु। हेर्दै गर्नुहोस् हाम्रो यो सर्ट ब्लग चाहिँ है, यो मिनी ब्लग। सो हामी चाहिँ फाइनली पुगेर पनि पार्क गरिसकेर पनि अब हामी चाहिँ पस्नु आँटेको। अनि म जाँदा जाँदै फर्केर आएँ हामी चाहिँ, किनभने ट्रेडिसनल ड्रेसहरू पनि तपाईँहरू हायर गर्नु सक्नुहुन्छ है। अन्त 200 पर्दो रहेछ त्यहाँनिर चाहिँ। अन्त म पनि जाँदैछु ट्रेडिसनल ड्रेस लगाएर फोटो खिच्नुको लागि हो, भिडियो बनाउनुको लागि। सो यो चाहिँ हो मोनेस्ट्री, फुल देख्नु सक्नुहुन्छ है। हामी चाहिँ यहाँ हल्का भित्र पूजासुजा गरिसकेर निस्केको। अब रिल भिडियोहरू बनाइराखेर चाहिँ फोटोहरू खिचिराखेर निस्किने है, किनभने अलरेडी पुरा क्लाउडी भइसकेको छ। त्यही भएर चाहिँ हामी छिटो गरेर निस्किने, अर्को जग्गा पनि जानुपर्ने थियो। चाहिँ पानी बोकेर आएको थियो नि त आयो पानी तिमीलाई मारिदिन्छ आमा। हामी चाहिँ बिहान ब्रेकफास्ट मात्रै गरेर हिँडेको थियो, त्यही भएर चाहिँ 2 बजिसकेको थियो। अनि हामी चाहिँ खाजा मगाएर बसिरहेको छ हो। मेरो हस्बेन्डको चाहिँ फ्राइड राइस मगाउनु भएको थियो, आइसक्यो हो। मैले चाहिँ नुडल्स मगाएको थिएँ, नुडल्स आउनु चाहिँ टाइम लाग्दो रहेछ। त्यही भएर मेरो हस्बेन्ड चाहिँ भोक लागिरहेको छ भनेर खानु हुँदै थियो। अनि मेरो नआइन्जेल मैले चाहिँ हस्बेन्डलाई पनि खानु सघाउँदै थिएँ है। अनि मेरो चाउमिन पनि आइसक्यो यहाँनिर। अब हामी चाहिँ खाएर छिटो निस्किने, किनभने एउटा जग्गा जाने प्लान थियो, तर बाहिर पुरा क्लाउडी भएर आउँदैछ दिन चाहिँ। त्यही भएर चाहिँ हामी खाएर छिटो घरतिरै निस्किन्छ, त्यो पानी पर्नुभन्दा अगाडि हो। अब चाहिँ हामी निस्केको आयो खाएर पनि, दिन पनि दामी भएर पछाडि हामी चाहिँ मोनेस्ट्रीबाट निस्केर पनि दिन चाहिँ पुरा धुम्मेको थियो नि त। अन्त अहिले अलिक राम्रो भएर चाहिँ पानी परेको छैन, जाउँ न भनेर रादाङ गएको है मकै खानु। अन्त यो अर्ग्यानिक हो नि त, अब चाहिँ मकैको सिजन हो, त्यही भएर मकै खानु गएको। मकै खाँदा खाँदै पानी ठुलो पर्यो है। अन्त हामी मकै खाँदैछ, यो चाहिँ अर्ग्यानिक हो, नामथाङको मकै रहेछ। सो आजको लागि चाहिँ यति नै है। थ्याङ्क यू सो मच फर वाचिङ। डु लाइक, सेयर एन्ड फलो टु आवर च्यानल। सी यु अन नेक्स्ट ब्लग है। यो चाहिँ हो तल रादाङको मकै, यो मकैबारी यहीँबाट सिजनको टाइममा चाहिँ काटिकन ल्याएर पोलेर दिनुहुन्छ। सो थ्याङ्क यू।